Hello guys, after a very tongue स्लिप गाइज मैले चाहिँ धेरै दिनपछि चाहिँ अनि धेरै महिनापछि चाहिँ मिनी भ्लग बनाएको थिएँ त्यही भएर अलिकति टङ स्लिप भयो त्यसको लागि माफी चाहन्छु फेरि पनि म वेलकम भन्न चाहन्छु मेरो मिनी भ्लगमा अनि म चाहिँ काठमाडौँ हुँदै हामी चाहिँ कहाँ जाँदैछौँ भने हामी हेटौडा जाँदैछौँ अनि म काठमाडौँ चाहिँ अघिल्लो दिनमा गएको थिएँ किनभने स्नेहासँग नभेटेको धेरै दिन भएको थियो अनि रामचन्द्र दाई बिनु मिस राजकुमार सर म अनि राजकुमार सरको भाइ हाम्रो रवि गुरुजी अनि हामी 5 जना चाहिँ हामी जाँदैछौँ हेटौडाको लागि रेफ्री ट्रेनिङको लागि जिल्ला स्तरीय हामी चाहिँ कुलेखानीको बाटो हुँदै गाडी बनाएर खाजा खाएर अनि हामी 4 घण्टाको यात्रापछि हामी पुगिसकेका छौँ हेटौडा ब्युटिफुल बजारमा अनि यो चाहिँ एकदमै धेरै राम्रो रहेछ एकदमै धेरै विकास भइसकेको रहेछ अनि त्यसपछि हामी पुगिसकेका छौँ हुप्रा चौरमा यो हुप्रा चौर चाहिँ यति दामी रहेछ गाइस त्यहाँ चाहिँ बच्चादेखि लिएर बुढासम्म चाहिँ बुढाबुढीसम्म चाहिँ त्यहाँ चाहिँ हरेक किसिमको गेमहरू चाहिँ खेल्न आउनु हुँदो रहेछ अनि उहाँ नै हो हाम्रो कोच उहाँ नै हुनुहुन्छ अनि उहाँले चाहिँ हामीलाई दिनुभएको थियो 6 दिनको रेफ्री ट्रेनिङ अनि हामी चाहिँ लगभग 8 वटा जिल्लाको हामी 41 जना थियौँ अनि हाम्रो फर्स्ट डे अनि हामीले ट्रेनिङ लिइसकेपछि हामीले इभिनिङ नाइट भ्यू अनि इभिनिङको सनसेट हामीले हेटौडा बजारबाट हेऱ्यौँ अनि भोलिपल्ट हामी गयौँ पार्कतिर यसो एक्सर्साइज गर्न हाम्रो यहाँ एकदमै राम्री हजुरआमा पनि हुनुहुँदो रहेछ उहाँ दिनकै पार्कमा चाहिँ एक्सर्साइजको लागि आउनुहुँदो रहेछ अनि हामी एकदमै माथि डाँडामा गएका थियौँ पता नि त्यो के डाँडाको नाम चाहिँ मैले बिर्सेँ त्यहाँ चाहिँ मयूर पनि रहेछ अनि हामीले नाइट भ्यूमा चाहिँ अनि हामी माथि स्मारकमा गएका थियौँ अनि त्यहाँ चाहिँ एकदमै दामी नाइट भ्यूहरू देखिने रहेछ अनि हामीले डान्स गऱ्यौँ नाच्यौँ रमाइलो गऱ्यौँ अनि यो चाहिँ मनोकामना डाँडा हो अनि मनोकामना डाँडामा गएर चाहिँ हामीले यो चाहिँ हाम्रो लास्ट नाइट थियो त्यस कारणले गर्दाखेरि राजकुमार सर र हाम्रो रामचन्द्र दाई गीत गाउनुभयो नाच्नुभयो हामीसँगै रमाइलो गर्नुभयो अनि यो चाहिँ हाम्रो लास्ट डे रहेको छ अनि हामी सबैजनाले ग्रुप फोटो लियौँ लाइसेन्स पनि लियौँ 3 वर्षको लागि 3 वर्षपछि फेरि पनि रिन्यू गर्नुपर्ने हुन्छ अनि सबै काम सकाएर अनि यो तोतालाई पनि हामीले बाई बाई भनेर फेरि पनि हामी कुलेखानीको बाटो हुँदै घुम्दै फोटो खिच्दै रमाउँदै चाहिँ हामी लाग्यौँ काठमाडौँ हुँदै मेलम्चीतर्फ थ्याङ्क यू फर वाचिङ गाइज मेरो स्वर सुनिदिनु भएकोमा अनि फेरि भेटौँला बाई 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 बाई